लस्कर पाले महारानी लिएर हिँड्छु पछात म काली खेला हिँड्छु है। तिमी आयौ बास लियौ तिमी कुन बहिनी हौ कति बहिनी साथमा छ? जेठी बहिनी भएर हेर मेरो त 7 बहिनी छ। 7 बहिनी तिमी कहाँ छन् त तिम्रा 7 बहिनी? तिमीको नाम के भनेर थाहा पाउनु पर्छ त हामी मूर्खले? सत्य बोल्नु पर्छ दुधको दुध पानीको पानी बोल्नु पर्छ परमेश्वर। ताप्लेजुङबाट खेल्दै आकी कुन देवी हौ तिमी? म त पञ्चकन्या कालिका हो है। पञ्चकन्या कालिका रहेछौ। तिम्रो दायाँ बायाँ के छ? अगुवा सिकारी पछुवा के छ? तिम्रो दायाँ बायाँ अगुवा पछुवा तिम्रो लावा लस्कर पाले छौ। महारानी लिएर हिँड्छु पछात म काली खेला हिँड्छु है। अगुवा त महारानी हिँड्दैन त प्रभु। परमेश्वर तिमी काली देवी महारानी काला रहेन त धामी झाँक्री भएर उत्पन्न भयो नि होइन र? सिरिङ सिकारी अगुवा लाग्छ कि महारानी अगुवा लाग्छ प्रभु? चेली मान्छौ तिम्रो कुरा तर तिमी पाथी भराबाट महारानीले नै अग्गा राखेर हिँड्छ है सिकारी। हामी त महारानी राख्छु भन्दैछु है। पाथी भराबाट के सजिलो भएर हिँड्यौ? आज यहाँ आएर तिमी अलपत्र भएर बसेको कति वर्ष भयो? कुन तिथि कुन मितिमा आयौ? सत्य भन। सत्य भन्नुपर्छ तिमीले। किन बसेको हो? अनि किन अगाडि चाहिँ यो एरियाको मानवमा तिमीले झल्को दियौ न? धेरै सत्य चाहिन्छ मलाई। सत्य आत्मा भएको मान्छे चाहिन्छ। धेरै शक्ति भएको चाहिन्छ। योगी योगिनी चाहिन्छ मलाई। खोइ त यहाँ दुनियाँ योगी योगिनी थिए सारा खोइ त देखेको अहिलेसम्म निकालेको भाइ हुँदैन त। देखाइदेऊ तिमीले यो चेलीलाई। तिमीलाई सम्मान छ भगवती मान्छौ तिमीलाई। तिम्रो पाउ पर्न आएका छौ भगवती। तर यहाँबाट तिम्रो चेलीलाई यो शिला तिमी लिएर गएर त्यहाँ मानमनी त गराउँछौ कि यही थलामा गराउँछौ? मैले मेरो चेलीलाई यहाँ ल्यासम्म ल्याएको हो। मेरो मानमनी त गराएर मैले अरू पनि शिला दिएको छु यसलाई। यसले मेरो मानमनी त गरेको छ। नागको शिला दिए मैले, सिकारी शिला दिए यसलाई मैले, गणेश शिला दिए यसलाई मैले। ठिक छ हामी मान्छौँ त त्यो कुरा। तर तिमी जहाँ बास लिएर बसेकी थियौ तिमी यहाँ चाहिँ म सुरक्षित छु यहाँ चाहिँ मैले रुचाएर बसेकी हुँ भनेर तिमी बसिसकेपछि अनेकौं बाढी पहिरोले गर्दाखेरि मलाई फेरि कति थोक बिजोग गर्यो मेरो। त्यही भएर मैले यो मेरो उद्धारकै लागि मानव हो। मानवले चिनेन, मानवले जानेन, मानवले बुझेन। तर तिमीले जुन ठाउँमा बसेकी थियौ यो एरिया भौगोलिक हिसाब किताबले चटाचुन्न भएको छ। तिमीलाई थाहा छ। अब तिमीलाई फोहोर भयो मान्यौ। अब हामी मूर्ख मनुष्यको चेत आँखा खुलाइदेऊ तिमीले। सत्य हामी अब तिम्रो पाउ पर्छौ। तर तिमीले जहाँ थियौ जहाँ बास लिएकी थियौ त्यही थला किल्लामा तिमीलाई मान्न पाउनुपर्छ। यही बसोस् यही छ भन्छौ भने अझै पनि 5 स्थान छन् है। तर यो चाहिँ मैले मेरो चेलीलाई छुट्याइदिएको हो है। ठिक छ चेलीले नि गर्नुपर्छ। तिम्रो चेली तिमीले रुचाएर चेलीमाथि आयौ। हामीहरूले सम्मान गरेका छौँ। तर तिमीले जहाँ बास लिएकी थियौ त्यही यो एरियाको हामी मूर्खले पनि तिम्रो पाउ सदैव पर्न पाउनुपर्छ। तिमीले यो रोकछेक यो तिमीले यो चित्र विचित्र रोक्नु सक्नुपर्छ। आशीर्वाद दिएर तिमीहरूलाई पनि राम्रो गर्दै जान्छु। तिम्रो चेलीले यही थला किल्लामा मान्नुपर्छ। पहिला तिमी कहाँ थियौ? योभन्दा अगाडि यहाँ उत्पत्ति हुनुभन्दा अगाडि त माथि थियौ कि कहाँ थियौ त? होइन होइन यही स्थानमा होइन। यहाँ आउनुभन्दा हामीले पोहोरसाल माथि के अरे मान्ती भाउ गरेको थियो। तिमीलाई धुपाती आउती दिएको थियो। त्यहाँ चाहिँ के भयो त? त्यहाँ थियौ कि थियौ न तिमी? त्यहाँ कसरी त्यहाँ मान्यौ त? त्यहाँ मलाई यहाँ मान भनेर कसरी बोल्यौ त? यो एरियामा कसैले तिम्रो नाम धामी झाँक्रीकै छल होला है। तिम्रो एरियामा तिमी बसेको एरियामा कुनै धामी झाँक्रीले कुन नाम दिएर चाहिँ मानमनितो गर त कुन देवीको मानमनितो गर? सत्य भन। यहाँ त नागको गरेको। त्यहाँ जहाँ गर हो अगाडि नाग के अरे नाग राजा नाग रानी छन्, सिरिङ सिकारी छन्, देवी छन्, 5 जल कन्या देवी छन्, सिंह राजा छन्, पछुवा झाँक्री छन्। त्यही साथ मानेर चाहिँ हामीले पोहोर साल तिमीलाई आउती गरेर तिमीले बाचा गरेका थियौ नि त। म अब यसको विघटन गर्दिन। मलाई उत्पन्न हुन्छ यो होइन है। होइन त्यहाँ त म त बाहिर निस्केको मेरो वासस्थान भित्र छ भनेर हिजो बोलेको थियौ तिमीले त। त्यो अर्कै ठाउँमा हो। अर्कै ठाउँ हो। यो माइखोला हो। यहाँनेरि धेरै देवी देवताले 33 कोटीले नै बास गरेका हुन्छन्। तिमीले मलाई यो यतिको लागि
अपमान गर्नु चाहिँ अपमान गरेको होइन, अपमान गरेको होइन। हामीले बुझ्न खोजेको प्रभु, बुझ्न खोजेको राखेर सोध्ने, तिम्रो चेलीलाई राखेर सोध्ने भनेर हामीहरू भेला भएको मात्रै हो। अपमान गर्न भेला भएको छैनौँ हामी। तिम्रो पाउ पर्दैछौँ, शरण पर्दैछौँ, 10 औँली जोडी कोटी बिन्ती गर्दैछौँ हामी। त्यसपछि तिमीले देखाइदेऊ, सम्मान छ यो चेलीमा, तिमी आइदेऊ, देखाइदेऊ। हामीहरूले कौतलता धेरै अगाडिदेखि चलाएर लिएर आएको हौँ। यहाँ देवी सिम खोजेर मान्नुपर्छ भनेर हामीहरूले दुनियाँ दिवाना कुरा चलिरहेछ। त्यस्तै हो, एउटा सार्वजनिक हिसाबमा सारा साथीभाइसँग चाहिँ सरसल्लाह गर्नुपर्दा ढिलो भएर आएको मात्रै हो, अरू केही पनि होइन। त्यसपछि जुन स्थानमा तिमीले बास लिएकी छौ रुचाएर, त्यही स्थानमा मान्नुपर्छ भन्ने हामी सारा मूर्खहरूको भनाइ हो। अब हिजो तिमीले बोलेका थियौ यो पुलदेखि उँधो दाह संस्कार गर, पुलदेखि माथि मलाई दुर्गन्ध नगर, त्यो लास जलाउने ठाउँ मैले नै भत्काएको हो। हो त्यही त भनेर हामीले त अब तिमीलाई मान्ने सिद्धेश्वरी भएर हामी पनि बस्छौँ हो, काली खेलाएर बस्छौँ हो, च्यानमा बस्छौँ, मैदानमा बस्छौँ। तर हाम्रो पनि सिद्ध रूप कुनै गौरी रूप होला, कुनै पार्वती रूप होला। तर यिनीहरूलाई त सिद्ध चाहिन्छ नि हो। रातै फुल सेतै फुल पहेँलो फुलमा खेल्दाखेरि सेतै साडी लगाएर हामी शिव ध्यानी भएर बस्दाखेरि हेर, कतै कोही भूत प्रेत खेलाउने हुन्छन् त काली खेलाउने हुन्छ नि हो, कोही सिद्ध देवी खेलाउने हुन्छ। मान्यौ चेली तिम्रो कुरा। अब के छ भने सेतो रातो पहेँलो जस्तो ठाउँमा जान्छौँ त्यस्तै खेल्दै जान्छन् देवीहरू, त्यो कुरा मान्यौँ हामी। मात्रै एउटा कुरा भगवतीसँग मैले आराधना गर्न खोजेको कुरा के भने, आग्रह गर्न खोजेको कुरा के भने, तिमी सत्य मुकुलममा डाँडा कि तिमी बुढी बजु इमा थुम्मा राजा इमा थुम्मा रानी, तिमी सर्वहारा भएर पनि हिँड्छौ, तिमी सत्य चोखो नितो भएर पनि हिँड्छौ। तिमी यहाँ आएर बास लिएको रहेछौ, हामी अजान मूर्ख मनुखे भयौँ, थाहा पायौँ न। तिमीले हाम्रो मनुखेहरूको हृदयमा तिमी पसिदियौ न, तिमीले हामीहरूलाई केही चिनल दियौ न। आज यो चेलीमा दियौ, सम्मान छ। तिमी सिद्ध महारानी रहेछौ, तिमी कालीका। तिमी दक्षिण जाँदा काली खेल्दै रहेछौ, उत्तर जाँदाखेरि तिमी बुढी बजु भएर खेलेर हिँड्दै रहेछौ, पूर्व जाँदा चम्के भएर खेल्दै रहेछौ, पश्चिम जाँदाखेरि चकमके भएर खेल्दै रहेछौ। बीच पर्वतमा खेल्दै जाँदा तिमी 7 हाँगाको रूप लिएर खेलेर हिँड्ने, तिमी 16 बहिनी सिकारी दायाँ, 16 बहिनी बुढेनी बायाँ चलाएर हिँड्ने रहेछौ, 64 काली खेलेर हिँड्ने, 64 बुढेनी 64 सिकारी खेलेर हिँड्ने रहेछौ। जान्यौ त, बुझ्यौ त। तर तिमीलाई यति सोध्यौँ, तिमीले जहाँ चाहिँ हिजो बास लियौ त्यही ठाउँमा हामी अजान मूर्ख मनुखेहरू, जुठो खाइ जुठो बोली हिँड्ने मनुखे, अघि तेत्रा युगमा शिवजीले सृष्टि गरिदिया हो नि त मनुखे, जुठो खाँदै झुटो बोली हिँड्ने मनुखे सृष्टि गरिदिनु भयो नि त शिवजीले। अब अहिले तिमीले चेत दिँदै आयौ, तिमी भित्र हृदयमा घुसी दिँदै आयौ, आज यो चेलीमा दियौ। तिमीलाई सोध्न हामी आयौँ, तिम्रो अपमानमा आएका छैनौँ, सत्य तथ्य लिएर आएका छौँ। तिमीलाई यति सोध्न खोज्यौ नि त, जहाँ थिइन् यी बुढी बजु त्यही ठाउँमा हामीहरूले मान्न पाउनुपर्छ। यो कुरा सत्य है बुढी बजु। यहाँबाट ठाउँ सारेर भोलि यो एरियाको उथल पुथल, यो भल पहिरो कसले जिम्मा लिन्छ, यो कुरा सत्य भन्नुपर्छ चेलीका आङमा। तर यति हो, चेली बोकेर यी बुढी बजु माता बोकेर ठाउँ सारेर मानमनीको गर्दा भोलि अप्ठ्यारो हुन्छ कि? भोलि अप्ठ्यारो हुन्छ कि माता? अनि अहिले तिम्रो अगुवा सिकारी त यो ठाउँ छोडेर पर अर्को शिलामा गएर बसे भन्छ त हौ। मैले झुटा बोलेको होइन, देख्नेले देखेर मलाई त्यसो भन्नु नि त। मेरो सिकाहा दिदा मैले मेरो चेलीलाई दिएको यो हो, यो विधि भन्छ अनि मुन्दुमा हुन्छ है। अनि हामीलाई त यहाँ तैँले यो तिथिमिति पारेर पूजा गर है भनेर भनेको छ। तिम्रो तिथिमिति के हो पूजा आज? मेरो त पञ्चमी खेल्दै आउने हो, हामी पनि पञ्चमी मान्छौँ। कुन उँधौली? म त अनि हो बैशाखी खेल्दै आउँछु नि हो। अनि हिजो हामीलाई चाहिँ नि उँधौली पञ्चमीमा के अरे पूर्णी पछाडि पञ्चमीमा मेरो माथि बाउ गर, मलाई धुपाती गर, मलाई आउती दे भनेर हामीले त्यसरी अराएको हुनाले हामीले त गऱ्यौँ त पोहोर साल।
अब तिम्रो 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 धुपाती गर्ने बेला आउँदैछ। हामीले त मान्न खोजिरहेछौँ। जहाँ मान्ने थियौँ त्यहाँ त यसो के अरे त्यसको वृक्ष नकाट, घाँसपात नकाट, त्यहाँ प्रयोग नगर। सबै एउटै हो है माइला। अब अनि मलाई नै मानेको हो। हो तिमीलाई नै मान्छौ हामीहरू। अब अनि मलाई नै मानेको हो है। सबै सृष्टि त हामीले नै गरेको हो है। हो सबै सृष्टि हामी। पञ्चमी कुन तिथि उँधौली उँभौली होइन हामी त सत्य तथ्य लिएर नि हामीले तिमीलाई मान्ति भाव गर्दै आएको छौँ।